हेलो गाइज, दिस इज टेक। आज म जाँदैछु मेरो मामाको घर सुर्खेत। हामी कोलपुरबाट गाडी चढिसकेका छौँ। अब हामी बानियाबार चिसापानी हुँदै अगाडि बढिरहेका छौँ। आज म मेरो छोरीको साथमा छु, हेरी थापा। उनी पनि धेरै खुसी छन् बाजेबोजूलाई भेट्न जाँदा। र हामी करिब अब बबैको नजिक आइपुगेका छौँ। अब हामी बबैमा एकछिन गाडीले रोक्यो भने अब फोटोसुट गर्नेछौँ। बबैमा हामीले एक दुईवटा फोटो लिएर अब हामी सुर्खेततर्फ यात्रा गर्दैछौँ। अब हामी केही क्षणमा सुर्खेत पुग्नेछौँ र एरीचोकबाट फेरि हामी जिपको यात्रा गर्दै रानीघाटतर्फ लाग्नेछौँ, जहाँ भेरीको पुल आउनेछ। हामी सुर्खेत एरीचोकबाट रानीघाटतर्फ लागिसकेका छौँ, जो बाङ्गे सिमल हुँदै गिरीघाट हुँदै हामी भेरी पुलमा पुग्नेछौँ। सुन्दर हरियाली र सफा वातावरणका साथ हामी मनमोहक दृश्यको आनन्द लिँदै हामी अगाडि बढिरहेका छौँ। हामी गिरीघाटमा आइपुगेका छौँ। अब हामी यहाँबाट लाग्नेछौँ रानीघाटतर्फ। बाटो अप्ठ्यारो भएको हुनाले हामी बिस्तारै जानेछौँ, जो कच्ची बाटो छ। र हामी रानीघाट पुग्ने प्रयास गर्दैछौँ बिस्तारै। यो स्क्रिनमा देखाइएको दोभान गिरीघाट र भेरी नदीको दोभान हो। र यहाँबाट अब हाम्रो यात्रा सुरु हुन्छ भेरीको छाल हुँदै रानीघाट पुलसम्म। फाइनली हामी आइपुगेका छौँ भेरी नदीमा। अब हामी यसको किनारा हुँदै रानीघाटको गन्तव्यतिर लाग्नेछौँ। हामी आइपुगेका छौँ रानीघाट, जहाँ भेरी नदीको पुल रहेको छ, जो झुलङ्गे पुल। अब हामी यो पार गरी हामी लाग्नेछौँ सिरिचौरतर्फको गन्तव्यमा। हामी रानीघाटबाट अब सिरिचौरको यात्रातिर लाग्दैछौँ। यो 2-4वटा मनमोहक दृश्यका साथ फोटोहरू लिएर अब हामी अगाडि बढेका छौँ।
जङ्गलको बाटो जो हामीलाई लाग्नेछ लगभग 2 घन्टा उकालो। ले फास्ट हिँड। के भयो थाक्यो? घरमा हिँड हो सम्म आयो। अब त हिँड्नु ल हिँड फास्ट। हामी सिरचौर आइपुगेका छौँ र हाम्रो भेट बजाइसँग भइसकेको छ। हाम्रो बजाइ हुनुहुन्छ उहाँ र अब हाम्रो सुरु हुन्छ भलाकुसा। उहाँको उमेर भइसकेको छ 93 वर्ष। अझै पनि उहाँ चुस्त र फुर्तिलो हुनुहुन्छ, आफ्नो काम आफै गर्नुहुन्छ। ल मसला पिसेको ल भयो अब त भित्तामै भयो छरिन्छ झुटो खेर जान्छ। तेरी छ र यताबाट भयो त अब त भित्छ बिजी होला छुट्टी भित्छ गर्ने अब त रस आउँछ। भयो अब कप्तेरै छ र कता लिडी चाहिँ गेडा खोजेको यहाँ मैले ल भयो के थाहा छैन के मसिनो झुटो खेर जान्छ के जान्न उता फालौला। भयो अब को यो मान्छे? से हेलो हाई। कता छोरी कता यहाँ रहेछ 2-3टा गेडा। त्यही त उजेल यसले टिप्दैन। टिप टिप त टिप्थ्यो र आँखाले देखेन यत्रो। ए कता कता छोरी हो कि ल भयो बाजे। ए होइन छैन सक्यो। छोरी हो